2026 फेब्रुअरी 17 मा युएफए च्याम्पियन्स लिगको नकआउट प्लेअफको पहिलो लिगमा बेनिफिका र रियल म्याड्रिड बीचको खेलमा लिस्बन स्टाडियो दा लुचामा भएको थियो। यो खेलमा रियल म्याड्रिडले 1-0 को जित हासिल गरेको थियो, जसमा भिनिसियस जुनियरले गोल गरेका थिए। तर यो खेल रङ्गभेदीको घटनाले गर्दा विवादमा परेको छ। खेलको 50औं मिनेटमा भिनिसियसले कर्लिङ शट मार्फत गोल गरेपछि उनले बेनिफिकाको फ्यानहरूको अगाडि सेलिब्रेसन गरे, जसका लागि उनलाई पहेँलो कार्ड दिइयो। त्यसपछि बेनिफिकाको खेलाडीहरूले उनलाई घेरेर आए र विशेष गरी अर्जेन्टिना विङ्गर जियानी लुका प्रिस्टियानीले आफ्नो शटले मुख छोपेर भिनिसियसलाई केही भने। भिनिसियस र उनका टिमहरूका अनुसार यो रङ्गभेदी अशब्द थियो, जसमा उनलाई मङ्की बाँदर भनेर सम्बोधन गरिएको थियो। यो घटनापछि भिनिसियसले रेफ्री फ्रान्सवालाई जानकारी दिए, जसले फिफाको एन्टी प्रोटोकल लागू गरेर खेललाई करिब 10 मिनेटका लागि रोके। यतिसम्म कि रियल म्याड्रिडका खेलाडीहरू मैदानबाट बाहिर थिए। भिनिसियसले सामाजिक सञ्जालमा पोस्ट गर्दै भने, रासिस्टहरू सबैभन्दा बढी कायर हुन्छन्। प्रिस्टियानीले भने यो आरोप अस्वीकार गरेका छन् र सामाजिक सञ्जालमा लेखेका छन् कि भिनिसियसले गलत बुझेका थिए। बेनिफिकाका परिशिक्षक जोजी मेरोनले घटनापछि भिनिसियसलाई दोष दिएका थिए। यो उल्लेख गर्दै गर्दा बेनिफिकाको इतिहासमा सबैभन्दा ठूलो खेलाडी आइजिबिओ काला जातिहरूको थिए र भिनिसियसले हरेक स्टेडियममा केही न केही घटना घटाउने गर्छन्। मरिनोको यो प्रतिक्रियालाई धेरैले आलोचना गरेका छन्। उनी भिनिसियसप्रति बढी सहानुभूति देखाउनु पर्ने थियो भन्ने धारणा राखेका छन्। यो घटना भिनिसियसको लागि नयाँ होइन। रियल म्याड्रिड आएपछि उनीमाथि 20 वटा रङ्गभेदीको घटनाहरूको आरोप लागेका छन्। स्पेनमा धेरै पटक यस्ता घटनाहरू भएका छन्, जसमा 18 वटा कानुनी उजुरी दर्ता भएका छन्।